चुनाव चिन्ह माटोमा यसपालि हामीले भोट हाल्नुपर्छ। म मेयर भएर गएदेखि राज्यले मलाई विभेद पनि गर्यो। मैले आज तपाईँहरूलाई राख्नै पर्छ है, भने जस्तो पैसा नदिनु, कहाँबाट पानी लिएर मैले खुवाइसकेँ धरानेलाई, राज्यले चाहिँ केही पनि नगर्यो। पैसा माग्दा 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 गरेको ऋण पो दिनु साथ दिनुभयो पहिला, र मैले केही समय काम गर्ने मौका पाएँ। जेएनजीको आन्दोलनले यस्तो खालको आँधीबेहरी ल्यायो जसले गर्दाखेरि चाहिँ माथि संसद भङ्ग भएर अहिले माथि सरकार छैन, काम चलाउ सरकार, एउटा सरकार होइन, 6 महिनाको लागि भनेर चाहिँ अन्तरिम सरकार चलिराखेको छ। त्यसले चाहिँ चुनाव गराउने भयो। त्यसले गर्दाखेरि त्यो माथि राष्ट्रिय नीति लेख्ने ठाउँमा यसपालि चाहिँ हामी जस्तो काम गर्ने मान्छेहरू जानुपर्छ जस्तो लागेर हामीले भाग लिँदैछौँ। ढोङ्गा बोक्दा बोक्दा बुढो भएको संस्कृति पार्टीको टोल कार्य समिति गठन हुन गइरहेको छ र सम्पूर्णमा हामी आभार व्यक्त गर्दै म नाम वाचन गर्न चाहन्छु। अघिदेखि मलाई अध्यक्षज्यूले भन्छ धेरै मान्छेले धेरै खालको आलोचनाहरू पनि गर्छन्, केही छैन। काम गर्ने मान्छेलाई अब्जस दिने समाज हो नेपाली समाज। काम गर्ने बित्तिकै कोहीले खुट्टा तान्ने, कोहीले मुद्दा हालिदिने, कोहीले चाहिँ बार लगाइदिने खालको कुराहरू हुन्छ। ती सम्पूर्ण अवरोधहरूलाई चिरेर भए पनि मैले तपाईँहरूको सेवा सुविधामा मैले काम गरेको छु होइन। यहाँहरूलाई तपाईँलाई थाहा छँदैछ धरान 17 अत्यन्तै तपाईँको छैन धेरै श्रमदाताहरू भएको ठाउँ पनि भएको कारणले गर्दाखेरि मैले धेरै लामो कहानी यहाँ भनिराख्नु पर्दैन। हामीले श्रमदानबाट थुप्रै कामहरू गऱ्यौँ। अब त्यो श्रमदानबाट हामीले यो देशै बनाउनुपर्छ भन्ने नीति तपाईँ हामीले लेख्नुपर्छ। त्यो धरानमा म बसिराखेर मैले त्यो नीति बनाउन सक्दिनँ। राष्ट्रिय नीति बनाउनको लागि म माथि पुग्नुपर्छ। हरेक कुरा विदेशी ऋणको भरमा हामी गर्छौँ। यो बाटो पनि विदेशी ऋणकै भरमा बनाइराखेको छौँ। त्यहाँ एन्फा एकाडेमी विदेशी ऋणबाटै बनाइराखेको छ। सबै कुरो ऋण मात्रै लिएको कारणले गर्दाखेरि हाम्रो देशै लिलाम हुन आँटेको छ। आज विदेशीको इसारामा हाम्रो सरकारहरू ढल्छन्, विदेशीको इसारामा हाम्रो सरकार बन्छ। कसले जित्ने को हार्ने सबै विदेशीले तय गर्छ। किन यस्तो भयो त भन्दाखेरि हामीले ऋण मात्रै लिएको कारणले अब चाहिँ त्यसरी विकास गर्नु हुँदैन भनेर श्रमदानबाट हामीले विकास गर्नुपर्छ भनेर एउटा नमुना मोडल हामीले चाहिँ तय गरेका छौँ। जसको कारणले गर्दाखेरि होइन हामी अहिले अलिकति लोकप्रिय पनि छ। धेरै भएको छैन, 1.5 महिना जति भयो होला सर्टिफिकेट पाएको हामीले पार्टी दर्ताको। 1.5 महिनामा अहिले हामी पूर्वदेखि पश्चिमतिर हेऱ्यौँ भने सबैतिर तपाईँको जनताको लहर छ। तपाईँहरू जस्ता देशलाई माया गर्ने मान्छेहरूको समर्थन छ। त्यसो भएको कारणले यसपालि चुनाव चिन्ह माटो लिएर होइन, अञ्जुलीमा राखेको यो बिचको माटो होइन, सूर्य तु खलो के होइन, अञ्जुलीमा रहेको माटो, यो देशको माटोलाई भोट हाल्नु होला र हर्क साम्पाङ जस्तो इमान्दार मान्छेलाई चाहिँ माथि पठाउनु होला। नेपालले चाहिँ त्यो खालको इमान्दार मान्छेहरूको सरकार बनाओस् भन्ने एउटा अपिलका साथ चाहिँ म यहाँ आएको छु। अब मेरो परिचय मैले दिइराख्नु पर्दैन। अरू ठाउँमा भए त मैले यति लामो 1 घन्टा बोल्नुपर्ने हुन्थ्यो। तर यहाँ तपाईँहरूकै आँगनमा, तपाईँहरूकै घर घुरेनमा होइन, तपाईँहरूकै सुख र दुःखमा साथ दिँदै आएको होइन, धुलो र मैला हिलोमा होइन, लड्दै र पढ्दै तपाईँहरूसँगै काम गर्दै आएको मान्छे भएको कारणले मैले धेरै लामो गन्थन गर्न चाहिनँ। र यो हाम्रो देशमा चाहिँ नि हर्क साम्पाङ जस्तो इमान्दार मान्छे चाहिँ होइन कार्यकारी प्रमुखको पदमा पुग्नुपर्छ भन्ने यदि तपाईँहरूलाई लाग्छ भने चुनाव चिन्ह माटोमा भोट दिनु होला। र आज हाम्रो एउटा टोल समिति पनि यहाँ बनेको छ। समितिमा आबद्ध सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु होइन, बधाई तथा शुभकामना दिन चाहन्छु। अब हामीले एउटा युगको सुरुवात गर्नुपर्छ। एउटा नयाँ युगको सुरुवात तब गरिन्छ जब हामीले हाम्रो सोच बदल्छौँ। सोच मात्रै बदलेर हुँदैन, चुनावमा भोट पनि बदल्नुपर्छ। यदि त्यो गऱ्यौँ भने हामी साँच्चै नै एउटा नयाँ नेपाल, नयाँ तपाईँको चाहिँ युगका साथ हामी अगाडि बढ्न सक्छौँ भन्ने विश्वास मलाई लागेको छ। र सबैजनालाई म धन्यवाद दिन चाहन्छु। तपाईँहरूले काम गर्ने मलाई मौका दिनुभयो 79 सालमा। 84 सालसम्म तपाईँको मैले सेवा गर्नको लागि म आएको हो।
कतिले भन्छ किन छोडेर गएको, छोडेर जानु नहुने भन्ने। तर यो देशै नरहला जस्तो देख्छु म त होइन। त्यो जेनजीको आन्दोलन पछाडि जुन खालको चाहिँ स्थिति भयो होइन, त्यो कुराहरूलाई सबैलाई हिसाब किताब गरेर हेर्दाखेरि ठुलो विदेशीको चलखेल छ हाम्रो देशमा होइन। कसलाई लडाउने, कसलाई उठाउने, कसलाई त्यहाँ राख्ने, कसलाई यहाँ ल्याउने भन्ने सबै डिजाइनमा चाहिँ चलिराखेको देखिन्छ यो देश। त्यसो भएको कारणले विदेशी हस्तक्षेपबाट हामीले यो देशलाई मुक्त गर्नुपर्छ र हामी स्वाधीन यो देश बनाउनुपर्छ भन्ने यात्रामा हामी छौँ हिँडेर। त्यसो भएको कारणले गर्दाखेरि मैले नेपालभित्र धरान छ होइन, नेपालको सेवा गर्दै धरानको पनि सेवा गरौँ भनेर चाहिँ मैले यसपालि संसदीय चुनावमा भाग लिने निर्णय गरेको छु। मैले धरानलाई सधैँको लागि छोडेर जाने भन्ने होइन। मेरो आधार इलाका यही हो, मान्छे उभिनका लागि होइन। तपाईँको चाहिँ एउटा जमिन चाहिन्छ, त्यो मेरो धरातल भनेको धरान उपमहानगरपालिका नै हो। म मेयर भएर गएदेखि राज्यले मलाई विभेद पनि गर्यो। मैले आज तपाईँहरूलाई राख्नै पर्छ है भने जस्तो पैसा नदिने, पानीको लागि 3 वर्ष धाएँ मैले। त्योभन्दा पहिला कति धाएँ होइन। कहाँबाट पानी लिएर मैले खुवाइसकेँ धरानेलाई, राज्यले चाहिँ केही पनि नगर्यो। पैसा माग्दा 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 गरेको ऋण पो दिनु होइन। ऋणको त म त एगेन्स्टमा हो। विदेशी ऋण तपाईँहरूलाई मैले चाहिँ होइन थोपार्न चाहन्न। पहिलाको पनि छ एडिपीको ऋण हामीले तिरेको छैन भनेपछि ऋणमाथि ऋण मैले थप्न चाहेँ। अब त्यो तपाईँको चाहिँ मैले ल्याउन चाहेको पानी पनि मैले तपाईँलाई लिएर खुवाउनुपर्छ भने तपाईँहरूले मलाई त्यहाँ पुर्याउनुपर्छ होइन। म झुट बोल्ने मान्छे होइन। मैले गर्ने काम म बोल्छु, गर्दिनँ, सक्दिनँ भने बोल्दिनँ पनि। ठिक्क बोल्नुपर्छ, बोलेपछि गर्नुपर्छ। र यसरी चाहिँ धरानको एउटा भनौँ न विकासमा आज धरान हिजो कस्तो थियो र आज म आउनुभन्दा अगाडि धरानलाई दुर्व्यसनीको सहर भन्थ्यो, एडिकको सहर भन्थ्यो, झगडेको सहर भन्थ्यो, मताको सहर भन्थ्यो। अहिले के भन्छ? श्रमदाताको सहर, श्रम संस्कृतिको उद्गम बिन्दुको सहर, श्रम संस्कृति जस्तो एउटा रहने होइन देशभरि लोकप्रिय तपाईँको चाहिँ संस्कृति, काम गर्ने, मिलेर काम गर्ने है एउटा संस्कृतिको चलनको सुरुवात भएको उद्गम बिन्दु भनेर भन्छ होइन। आज हेर्नुहोस् हजारौँ मान्छे हाम्रो श्रम संस्कृति पार्कमा माथि आउनु होला। पहिला ओसो भन्थ्यो त्यहाँ संस्कृति पार्क होला। हजारौँ मान्छे तपाईँको चाहिँ कताको बाहिरको मान्छेहरू आउनु थालेको छ। यी सारा कुराहरू म एक्लैले गरेको होइन, हामी सबै मिलेर गरेको है। तर अगुवा म भएँ, मैले चाहिँ बाटो देखाएँ, तपाईँहरूले पछ्याउनु भयो, साथ दिनुभयो, सहयोग गर्नुभयो होइन। आलोचना पनि गर्नुभएको छ, ठिक छ, त्यो आलोचना पनि तपाईँ मैले लिनै पर्छ। मैले सेवासी मात्रै पाउनुपर्छ भन्ने छैन है। तैँले गलत गरिस् भनेर पनि तपाईँहरूले भन्नुपर्छ मैले यदि गलत गरेको यो कुराहरू छ। र यो सबै कुरालाई चाहिँ हामीले समीक्षा गरौँ। म त्यो भन्न चाहन्छु, धेरै कुरा राख्न चाहन्न होइन। चुनाव चिन्ह माटोमा यसपालि हामीले भोट हाल्नुपर्छ होला किन हाल्ने? म जस्तो एक पैसा पनि भ्रष्टाचार नगर्ने मान्छे यो देशको प्रधानमन्त्री तपाईँहरूले बनाउन चाहनुहुन्छ भने है। र यो देशमा भएका बेथिति अराजकता जति पनि छ नि, लुट, यो लुट तन्त्रको अन्त्य गर्न चाहनुहुन्छ भने मैले मात्रै गर्न सक्छु, अरूले गर्दैन। गर्दै लेखेर राख्छु, राख्दा पनि हुन्छ, लेखेर दिन्छु है। अरूको त गफ मात्रै हो होइन। अघि उहाँले भन्नुभयो अर्कै हुनुहुन्थ्यो त तपाईँ भन्नुभयो, ढुङ्गा बोक्दा बोक्दा बुढो भयो भनेको हाँस्दै होइन। यस्तो नगर प्रमुख, जुन नगर प्रमुखले तपाईँको घरमा आउने पानीको नाला जङ्गलमा जल्दाखेरि उतै बास बसेर डडेर निभाउँछ क्या। संसारमा कोही छैन त्यस्तो, कोही छैन। छ भने एकजनाको नाम भनिदिनु, छ कोही यस्तो मेयर जो मेयर चाहिँ जनताको सेवाको लागि जङ्गलमै बास बसेर डडेलो निभाउँछ, जङ्गलमा बास बसेर होइन। 300-400 मच्छरले टोक्छ उसलाई, कमिलाले कति टोक्छ होइन। निसासिएर धुवामा आगो निभाउँदै बास बस्ने मेयर हो। त्यो खालको जनताको सेवामा समर्पित भएर बस्ने मान्छे, बाँचेको मान्छे यो देशको प्रधानमन्त्री हुनुपर्छ होइन। हो कि भन्नु न? कोठा पैसा राख्ने, सुन क्विन्टल सुन घुमाइ हिँड्ने होइन, मानव तस्करी गरी हिँड्ने, सिंहदरबार जलाउनु पर्छ है भनी हिँड्ने, जलाई हिँड्ने
सहकारी ठगी हिँड्ने मान्छेहरू बन्ने होइन क्या, होइन। म जस्तो मान्छेहरू तपाईँहरूको लागि मैले 3.5 वर्ष ढुङ्गा बोकेको छु है। कसैले बोकेको छैन संसारमा, कुनै मेयरले बोकेको छैन। इतिहासमै खोज्नु, कसैले बोकेको छैन, खालि अराएर हो। मेरो काम भनेको खासमा अराउने मात्रै हो। यसो 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 लेख्ने अनि त्यहाँ गएर त्यस्तो गर्नु उस्तो गर्नु, उस्तो गर्नु उस्तो गर्नु मात्रै भन्ने कुरा बुझ्नुभयो नि। तर मैले त्यो भने अगाडि लागेर काम गरेको छु होइन। हातभरि पानी फोका फुटेको छ मेरो 10-15वटा होइन। त्यसो गरी गरी सेवा गर्ने कोही मान्छे छ नेपालमा? संसारमै भन्छु छैन, कोही छैन। नेताले त त्यो गर्दै हुँदैन भन्ने छ होइन। तर मैले त्यति दुःख गरेको छु। धरान उपमहानगरपालिकाको सरसफाइको चेतनाको लागि नालासम्म सफा गरेको छु मैले, छैन? नाला सफा गरेर देख्नु भएको छ? संसारमा कोही मेयरले गर्यो नाला सफा गर्यो? छैन। त्यो मन भएको मान्छे, त्यो सेवाको भाव भएको मान्छे यो देशको प्रधानमन्त्री भयो भने देश कस्तो बन्छ होला एकचोटि तपाईँले अनुमान गर्नुहोस्, एकचोटि अनुमान गर्नुहोस्। यस्तो मान्छे धरान उपमहानगरपालिकाको मेयर विदेश गएर पैसा लिएर आउँछ। कुनै नेताले विदेश गएर पैसा लिएर आयो? उल्टो कति करोड सकेर आयो होइन। के जचाउनु पर्ने, किडनी जचाउनु पर्ने, के कलेजो जचाउनु पर्ने, आँखा जचाउनु पर्ने, सबै पैसा खर्च गरेर आयो। तर म मात्रै त्यस्तो मान्छे जसले विदेश गएर पैसा लिएर आयो। आज हर्क साम्पाङले गर्न खोजेको कुरामा सहयोग दिनेको ताँती लाग्छ। त्यो चिन्डो डाँडामा मैले तपाईँको छैन होइन, त्यो डाँडै खरिद गरेर सुम्निमा पारुवाङको प्रतिमा संस्कृतिको क्षेत्रमा, पर्यटनको क्षेत्रमा मैले काम गर्न खोजेँ। करोडौँ रुपियाँ सहयोग आएको छैन। कोही कसैलाई त्यसरी विश्वास गर्छ होला? गर्दैन। त्यसरी विश्वास पनि कमाएको कारणले गर्दाखेरि मैले अलिकति लामो के भन्न चाहेको भने तपाईँहरूले होइन मलाई भोट दिनुभयो, मैले तपाईँहरूको इज्जत फाल्ने गरी त्यो तपाईँहरूको भोटको दुरुपयोग गरिनँ। यस्तो यो भ्रष्टाचारी भन्ने गरी मैले तपाईँहरूको भोट लगेर गएको मान्छे मैले तपाईँहरूको बदनामी गरिनँ है। धरानको इज्जत बढाउने नै काम गरेँ है। सबैभन्दा तपाईँको चाहिँ धेरै मैले भन्नुपर्ने, तपाईँहरूले बुझाउनु पर्ने कुरा त्यो छ। हर्क साम्पाङको नामले गर्दाखेरि नै हो आज होइन सिक्किम घुम्न गएको पश्चिमको मान्छे किचरीदेखि पश्चिम लाग्दैन, मास्तिर आउँछ र मसँग हर्क साम्पाङसँग एउटा फोटो मात्रै भए खिचेर जाउँ न भन्छ होइन। मैले बदनामी कमाउने गरी तपाईँहरूको भोट लगेर गएर होइन नराम्रो काम गरेको भए त्यो हुन्थ्यो भन्नु त हुँदैन थियो नि त। यो फटा, यो चोर, यो घुसखोरी, यो भ्रष्टाचारी भनेर भन्थ्यो होला। तर मैले त्यसरी तपाईँहरूको बदनाम गरिनँ होइन। तपाईँहरूको नाम थामेरै, धरानको नाम थामेरै, तपाईँहरूको नाम थामेरै मैले अहिलेसम्म काम गरेको छु। र अब म जस्तो मान्छे अझै माथि गएर काम गरौँ, राष्ट्रिय नीति नै बनाउने ठाउँमा पुगोस् भन्ने यदि तपाईँहरूलाई लाग्छ भने चुनाव चिन्ह माटोमा भोट हाल्नुपर्छ, तपाईँहरूले हाल्नुपर्छ, तपाईँका छरछिमेकीलाई पनि भन्नुपर्छ होइन। यो देश बचाउने सवाल पनि हो। यो देश रहन्छ कि रहँदैन भन्ने कुरा ठुलो दुविधा छ। त्यसले गर्दाखेरि विदेशी परचक्रीहरूको चाहिँ तपाईँको हाली मुहालीलाई यदि कम गर्ने हो भने, त्यसको अन्त्य गर्ने हो भने पनि म जस्तो मान्छे चाहिँ त्यहाँ पुग्नुपर्छ। तर त्यहाँ म आफै पुगेर हुँदैन, बसमा गएर प्लेनमा गएर पुग्ने हो। तपाईँहरूले भोट नदिए म त्यहाँ पुग्दिनँ। त्यसो भएको कारणले गर्दाखेरि तपाईँहरूले भोट दिनुपर्छ होला भन्छु म चाहिँ। मैले यति भने यहाँहरू सबैजनाले पर्खिनु पर्यो होइन, जाडो पनि छ त्यस्तो छ होइन। र मैले यति भने सबैलाई